हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ बालेन शाहको विषयमा चाहिँ एमालेका नेता महेश बस्नेतले चाहिँ के भन्दैछ त तपाईहरुलाई के लाग्छ? बालेन शाहले मेयर के हो भन्ने कुरा परिचय दिइसकेको छ। मेयरले के काम गर्न सक्छ भन्ने कुरा चाहिँ यो भन्दा अगाडिको मेयरहरूले कुनै पनि नेपालको कुनै पनि मेयरले नेपालमा जति पनि मेयर पदमा चाहिँ निर्वाचित हुनु भएको छ उहाँहरूले पहिला के काम गर्नुहुन्थ्यो, कसरी मेयरको भूमिका के हो भन्ने कुरा नै बालेन शाहले छर्लङ्ग देखाइदिनु भएको छ। मेयरले पनि के गर्न सक्दो रहेछ त एउटा नगरवासीको निम्ति एउटा नगर प्रमुखले के काम गर्न सक्दो रहेछ भन्ने कुरा चाहिँ अहिलेका बालेन शाह काठमाडौँ महानगरपालिकाको चाहिँ मेयर बालेन शाहले चाहिँ मेयरले पनि यति धेरै कामहरू गर्न सक्दो रहेछ भन्ने कुरा चाहिँ प्रष्ट देखाइसक्नु भएको छ हैन। एकदमै जस्तै हर्क साम्पाङले चाहिँ धरानमा चाहिँ हर्क साम्पाङले चाहिँ एउटा मेयरले पनि श्रमदानबाट पनि एउटा नगरलाई चाहिँ समृद्ध बनाउन सक्छ भन्ने कुरा चाहिँ हर्क साम्पाङले पनि प्रुभ गरिसकेको छ। त्यस्तै बालेन शाहले पनि काठमाडौँ महानगरपालिका चाहिँ कति दुर्गन्धित थियो, कति फोहोर थियो भन्ने कुरा चाहिँ योभन्दा अगाडिको मेयरहरूले त्यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्न नसक्दाखेरिको दुर्गन्धित चाहिँ काठमाडौँमा चाहिँ गल्ली गल्लीमा चाहिँ यति धेरै फोहोरका थुप्रोहरू देखिन्थ्यो भने अहिले यति सफा सहर बनाइसकेको छ हैन। काठमाडौँ महानगरपालिकाको मेयरले मेयरको जिम्मेवारीलाई के हो भन्ने कुरा पुरा गरिसकेको छ। तर मेयरको विरोधीहरू पनि कमी छैन नि। जसले राम्रो काम देशमा राम्रो काम गर्छ उसको त कसैले पनि उसलाई राम्रो हुन कसैले दिँदैन। त्यसकारणले गर्दाखेरि महेश बस्नेतले के भन्दैछ त काठमाडौँ महानगरपालिकाको मेयरलाई चाहिँ महेश बस्नेतले के भन्दैछ सुनौ थोरै। पालनको पक्षमा टुकुचामा भयो गरेका सबै मान्छेलाई पुर्दिछु भनेर स्टेटस हाल्दा हाम्रो युथ पन्थी झुक्किनु आवश्यक छैन। यसरी भनिराख्दाखेरि, यसरी राम्रो काम गर्ने मान्छेको यसरी विरोध गरिराख्दाखेरि अलिक यो चाहिँ असह्य भएको हो कि भन्ने महसुस हुन्छ। महेश बस्नेतले चाहिँ बारम्बार चाहिँ बालेन शाहको चाहिँ विरोध गरिराखेको देख्दाखेरि चाहिँ मलाई अलिकति नराम्रो लाग्छ। नेताहरूले चाहिँ राम्रो काम गर्ने मान्छेको निम्ति पनि अलिकति प्रशंसा गर्दै हुन्थ्यो भन्ने मेरो एउटा व्यक्तिगत धारणा हैन। राम्रो काम गर्ने मान्छेलाई समर्थन र साथ सपोर्ट र समर्थन गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। तर राम्रो काम गर्ने मान्छेको किन मान्छेहरूले चाहिँ पार्टीगत हिसाबले चाहिँ मान्छेलाई त्यो पस्दैन के। उनीहरुकै पार्टीमा बसेर काम गर्दैको भए सायद त्यो कुरा सही हुन्थ्यो होला। तर पार्टीगत हिसाबले ऊ चाहिँ अब स्वतन्त्र पार्टी भयो नि त, स्वतन्त्र हिसाबले उसले काम गरिरहेको छ। कसैको उसले भनाइ सुन्नु परेन, कसैको चाहिँ एउटा हुन्छ नि अर्डर दिने हुन्छ नि त। अब यो गर त्यो गर भन्दाखेरि उसले नगर्दिने भयो। उसको आफ्नो मनमा लागेको कुरा कुन गलत के सही भन्ने कुरा छुट्याएर उसले काम गर्ने भयो। त्यसकारणले गर्दाखेरि राम्रो काम गर्ने व्यक्तिलाई चाहिँ यो नेपालमा माथि जान दिन्न भने जस्तै अहिले जसरी एमालेले जसरी खेदो खनिरहेछ बालेन शाहलाई हैन। महेश बस्नेतले विशेष त महेश बस्नेतले धेरैवटा इन्टरभ्यूमा धेरैवटा कार्यक्रममा पनि अलिकति बालेन शाहलाई चाहिँ च्यालेन्जिङ रूपमा हेरिरहेको हुन्छ। मलाई लाग्छ मेयरको जिम्मेवारी के हो, मेयरले गर्नुपर्ने कामहरू के रहेछन् भन्ने कुरा चाहिँ बालेन शाहले प्रष्ट देखाइदिइसकेको छ। अबको मेयरमा चाहिँ यदि बालेन शाह नै काठमाडौँ महानगरपालिकामा फेरि मेयर पदमा उठ्नु भयो भने त सिवरै जित्नुहुन्छ। यदि कसैले पार्टीगत हिसाबले गएर पार्टीको मान्छेहरूले अब मेयर पदमा चाहिँ निर्वाचित भयो भने चाहिँ यसरी काम गर्न सकेन भने चाहिँ त्यो मेयरलाई चाहिँ के हुन्छ भन्ने कुरा जनताले पनि देखाउँछ होला। त्यति बेला हामीले त्यो कुरा हुन्छ हैन, थाहा पाइहाल्छौँ हैन। सुनौ फेरि थोरै महेश बस्नेतको कुराहरू। नेपाली समाज झुक्किन आवश्यक छैन। राम्रो गीत गाउने भाइ युवाहरूको नजरमा यद्यपि उसका गीतहरू कति अश्लील छन्, समाज कति भाडा छन्, कति अराजक छन्, तपाईँले व्याख्या गर्नु होला। अब युथ भोलिन्टियरले बालेनलाई गीत गाउने अभियानमा लैजाने हो, बरु मञ्च बनाइदिनु दुई चारवटा भोलिन्टियर। उसको पर्सनल लाइफमा नजाउँ न, उसले गरेको पर्सनल लाइफको विषयमा आलोचना नगरौँ न, उसले गरेका कामको विषयमा कुरा गरौँ। उसको पर्सनल लाइफ भनेको त उसले जसरी जिउन पनि पाउनु पर्यो नि। उसको पर्सनल लाइफ भनेको उसले कसरी गीत हुन्छ, कसरी गाउने, कसरी के गर्ने, उसको कामलाई चाहिँ प्रशंसा गरौँ के। उसको काम गर्ने शैलीलाई चाहिँ हामीले प्रशंसा गरौँ के। उसको गीत र उसको व्यक्तिगत जीवनमा हामीले कसैलाई औला नउठाउँ के। उसको व्यक्तिगत जीवन त जेसुकै होस् न,
उसले राम्रो काम गर्नु पर्यो क्या। राम्रो काम गर्दाखेरि उसको एउटा कला भन्ने कुरा, उसको एउटा चाहिँ गीत गाउने, उसको एउटा ऱ्यापर हो, उसलाई सबलाई थाहा छ त्यो कुरा। उसले अहिले जसरी काठमाडौँ महानगरपालिकाको चाहिँ जिम्मेवारी सम्हालेर उसले राम्रोसँग आफ्नो जिम्मेवारी के हो भनेर बुझेर उसले काम गरिरहेको छ नि, त्यो कुरालाई चाहिँ समर्थन गरौँ न। हामी पार्टीका मान्छे भएर पनि त्यति कुरा चाहिँ खालि आलोचना मात्र नगरौँ भन्ने मेरो धारणा हो क्या। आलोचना गरेर हुँदैन, भुकेर देश बन्दैन, काम गर्नु पर्यो। जसरी अहिले धरानमा देख्नुहुन्छ, धरानमा अब चाहिँ धरानका हर्क साम्पाङले कसरी काम गरिरहेको छ होइन। मेयरको जिम्मेवारी के हो, मेयरले पनि यति गर्न सक्दो रहेछ भन्ने कुरा त प्रुभ गर्दैछ नि। अहिलेका 2-4वटा मेयरहरूले देखाएको छ नि कसरी काम गर्ने, कसरी चाहिँ नगरलाई चाहिँ समृद्ध बनाउने, नगरलाई कसरी स्वस्थ बनाउने, नगरलाई कसरी माथि लाने भन्ने कुरा त अहिलेका मेयर हर्क साम्पाङदेखि लिएर बालेन सालेले काठमाडौँको चाहिँ गल्ली गल्लीदेखि फुटपाथदेखि लिएर हरेक क्षेत्रमा होइन अहिले चाहिँ होइन हेर्नु त त्यो झाडी पलाउने चौरलाई अहिले होइन गार्डन बनाएर चाहिँ व्यवस्थापन गरेर कति मजाको बनाइरहेको छ होइन। त्यो कुरालाई पनि समर्थन गर्नु पर्यो नि। काठमाडौँ महानगरपालिका पहिला कति दुर्गन्धित थियो भन्ने कुरा त्यो त होइन योभन्दा अगाडिको मेयरले देखाइसक्नु भएको छ, योभन्दा अगाडिको मेयरले प्रुभ गरिसकेको छ। त्यो कुरालाई चाहिँ हामीले खालि आलोचनाको विषयलाई नबनाउन, उसले गरेका कामलाई पनि प्रशंसा गर्ने चाहिँ हामी। मैले भन्दा चाहिँ अर्कोले राम्रो काम गरिदियो भने चाहिँ मेरो खुट्टा तान्ने, मैले उसको खुट्टा तान्ने काम नगरौँ क्या। उसलाई सपोर्ट र साथ दिउँ, हिम्मत दिउँ, काम गर, अझै योभन्दा राम्रो गर्न सक्छौ, अझै राम्रोसँग गर भनेर एउटा हौसला दिने, एउटा समर्थन गर्ने हो क्या। यसरी खेदो मात्र खनेर देशलाई समृद्ध बनाउन सकिन्न होइन। सुनौ फेरि महेश बस्नेतले यति दिइरहेछ नि बालेनिसालाई, सुनौ है त। एउटा अभियान चलाउनु, ठाउँ बालेन भाइ गीत गाउन, भोलिन्टियर फोर्स एउटा अभियान चलाउनु, ठाउँ रवि लामिछाने टेलिभिजन कार्यक्रम चलाउन, तर एउटा शब्द राख्नुहोस्। थोरै रविको विषय आएन, थोरै रविको कुराहरू उठायो होइन। रविको विषयमा चाहिँ म के भन्न चाहन्छु भने रविलाई पनि एउटा जनताले एउटा आशाको केन्द्र बनाएको थियो, एउटा केही हुन्छ कि भन्ने कुरा। तर यी एमाले काङ्ग्रेसका मान्छेहरूले त्यो राम्रो काम गर्न सक्छ, अहिले राम्रो काम गर्न खोजेको हो भन्ने कुरा बुझेर नै सायद उहाँलाई धेरै खालका चाहिँ लालछना लगाएर चाहिँ अहिले उसलाई चाहिँ मुख बन्द गराएर राखेको छ होइन। अब केही समयपछि अब 84 पछि अब ठुला पार्टीका नेताहरूले नेपाली जनताले बुझेन भने त्यो सकिहाल्यो होइन। ठुलो पार्टी भनेर सानो पार्टी भन्ने कुरै भएन। मेन त अब नेपाली जनता सुध्रिनु जरुरी छ। कस्तो मान्छेलाई चुन्ने, कस्तो मान्छेलाई अगाडि बढाउने भन्ने कुरा चाहिँ अब 84 चाहिँ नेपाली जनताले बुझ्न जरुरी छ। अब चाहिँ 2 चौटा मासुको झोलमा बिक्ने हो कि 2-4वटा बियर खाएर चाहिँ बिक्ने हो भन्ने कुरा चाहिँ देशलाई 2-4वटा बियर खाएर र 2-4वटा मासुको चौटामा डुबेर देशलाई चाहिँ जाइको आजभन्दा 30-40 वर्ष पछाडि धकल्ने हो कि अब 30-40 वर्षभन्दा माथि पुर्याउने भन्ने कुरा चाहिँ अब 84 नेपाली जनताले मासु भातमा नबिकिकन राम्रो मान्छेलाई चाहिँ समर्थन गरेर जितायो भने चाहिँ अझै बेटर होला जस्तो लाग्छ। अब यस्तै झोलले कार्यकर्ता र खालि चाहिँ नेताको मात्र प्रशंसा गर्ने र गुणगान गाउने, उसले जस्तो काम गरे पनि मेरो नेता हो र मेरो नेताले राम्रो गरे भनेर प्रशंसा मात्र गर्ने खालको मान्छेलाई जिताउने हो भने त मेरो भन्नु केही छैन। देश त जहाँको त्यहीँ नै हो, देशमा रोजगार छैन, केही छैन होइन। यति धेरै गाह्रो छ, 15-20 हजारको जागिर खान एकदमै धेरै गाह्रो छ। 12-13 घन्टा काम गर्नुपर्ने हुन्छ नेपालमै बसेर पनि। त्यस कारणले गर्दाखेरि यस्ता नेता र यस्ता उकनटुक्काको भरमा देश समृद्ध हुँदैन, देश अगाडि बढ्दैन। त्यस कारणले गर्दाखेरि एउटा यो महेश बस्नेत भनेको पनि एउटा अवसरवादी हो क्या। गुणगान गाउनु बित्तिकै फ्याक्ट केही भइहाल्छ कि भनेर मात्रै हो, अवसरवादी हो महेश बस्नेत पनि। मलाई लाग्छ महेश बस्नेत पनि एउटा अवसरवादी नै हो। सुन्नु है त, ठग्न पाउने छैनौ, सहकारी ठगेर टेलिभिजन कार्यक्रम चलाएर जनता झुकाउन पाउने छैनौ। त्यही भएर जाऊ उतैतिर भनेर भोलिन्टियर फोर्सले सहकारी ठगकै विषयमा कुरा गर्ने हो भने त रविको भन्दा त एमालेका मान्छेहरूको बढी छ नि, एमालेका नेता कार्यकर्ताले पनि बढी छ नि त। त्यसमा एमालेकै नेताहरू पनि मुछिएका छ नि। सहकारी पीडितमा त, सहकारी ठगमा त एमालेका काङ्ग्रेसका मान्छेहरू पनि धेरै छ नि। तर एउटै मान्छेलाई मात्र चाहिँ हतियार नबनाऊ, एउटै मान्छेलाई मात्र हतियार बनाएर चाहिँ अगाडि नजाउँ भन्ने हो क्या। आफ्नै पार्टीमा पनि धेरै छ, एमालेमा पनि धेरै छन् क्या सहकारी
ठगीका सरकारी ठगहरू धेरै छन्। काङ्ग्रेसमा झन् छाताछुल्लै भइसकेको छ। तर उनीहरूको कहिले पनि मिडियामा आएन, कुनै मिडियामा चाहिँ उनीहरूले ल्याउन चाहेन, उनीहरूलाई कुनै हाइलाइट गर्न चाहेन, उनीहरूलाई कुनै पुलिस प्रशासनले सोधपुछ गरेन। तर एउटा रविलाई चाहिँ अहिले यति धेरै गाह्रो बनाएको विषय भनेको त यिनीहरूले हो नि त, यिनीहरूको जालझेल हो यिनीहरू भनेको। त्यस कारणले गर्दाखेरि तपाईँहरू अब सुध्रिनुहोस्। नेपाली म भन्छु कि नेपाली जनता नै सुध्रिनु पर्ने हुन्छ। त्यस कारणले गर्दा तपाईँहरू सुध्रेर अलिकति समर्थन गरौँ है त। साथीभाइलाई सम्झाउन आवश्यक छ। त्यो भएर भोलिन्टियर फोर्स यहाँ आज राष्ट्रिय भेला मार्फत यो प्रेसिडेन्ट गाइडको आयोजना गरिएको हो। कुलमानजीको सन्दर्भ धुली खेलमा महेश बस्नेतले सबैको कुराहरू उठाइरहेको रहेछ, बालेन शाहदेखि लिएर अब रवि लामिछाने। अब कुलमान घिसिङको कुरा आएछ है। कुलमान घिसिङले चाहिँ एउटा विद्युतको चाहिँ एउटा कार्यकारी निर्देशक हुँदाखेरिको चाहिँ एउटा कर्मचारी पनि एउटा सक्षम भयो भने है, एउटा कर्मचारीले पनि नेपाललाई एउटा उज्यालो बनाउन सकिन्छ है भन्ने कुरा चाहिँ कुलमान घिसिङबाट पनि प्रष्ट छ है। तपाईँहरू प्रष्ट हुनुहोस् है। एउटा कर्मचारीको भूमिका पनि देशलाई चाहिँ माथि लाने सक्ने चाहिँ एउटा कुलमान घिसिङले चाहिँ एउटा यस्तो खालको कर्मचारी मलाई लाग्छ अहिलेसम्म राम्रो काम गर्ने, नेपालमा सबैभन्दा राम्रो काम गर्ने कर्मचारीमा एउटा निडरता भएर एउटा अघि बढ्ने एउटा कर्मचारी एउटा पहिचानै छुट्टै बनाउन सकेको, जनताको मन जित्न सक्ने भनेको एउटा कुलमान घिसिङ पनि है। उज्यालोको नायक नै म भन्न चाहन्छु कुलमान घिसिङ। तर यिनीहरूले त भन्न चाहँदैन कुलमान घिसिङले कहाँ उज्यालो बनाएको भन्ने कुरा। 10-18 घन्टासम्म लोड सेडिङलाई चाहिँ मुक्त बनाएर चाहिँ अहिले उज्यालोको प्रतीक भनेर चाहिँ कुलमान घिसिङलाई चिनिन्छ है। उज्यालो एउटा कर्मचारी मन्त्रीले गर्न नसकेको काम चाहिँ एउटा कुलमान घिसिङले गरेको है। त्यो बेलाको जसले जेसुकै भने पनि अहिले लोड सेडिङको अन्त्य कसले गरे भन्दाखेरि कुलमान घिसिङको नाम आउँछ। तिमीहरूले नलिए पनि कुलमान घिसिङलाई चाहिँ नेपाली जनताले कुलमान घिसिङकै पालोमा चाहिँ अन्त्य भएको, कुलमान घिसिङकै भूमिकाले गर्दाखेरि चाहिँ अहिले लोड सेडिङ चाहिँ अन्त्य भएको भन्ने हुन्छ क्या। तिमीले जतिसुकै भनौ न, जसको पालामा जसको सरकार थियो त्यो मलाई मतलबको कुरा भएन। जब कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाइसकेपछि चाहिँ यो उज्यालो हुन सकेको, यो चाहिँ लोड सेडिङ चाहिँ अन्त्य भएको चाहिँ त्यही हो कि। तिमीहरूले जेसुकै भन। उनी एमडी भएको केही महिनामा 2500 पनि जग्गा खरिद गरे। अप्पर तामाकोशी लगायतका उनले विगतमा नेतृत्व गरेका ठाउँबाट घोटाला। यिनीहरूले सबै त्यो खाएको कुराहरू चाहिँ यिनीहरू आफैले आफ्नो पोल आफै खोल्छ भन्छ नि, त्यो सबै कुरा चाहिँ यिनीहरूले गरेको हुन्। हामीले यसरी खान खोजेको थियो, हाम्रो रोकिदियो भन्ने कुरा हो यिनीहरूको योजना हो। अब त्यो 25 रोपनीदेखि हरेक कुरा चाहिँ यिनीहरूले खानलाई चाहिँ ठ्याक्क थियो होला। कुलमान घिसिङले चाहिँ त्यसो गर्नुहुन्न है भनेर रोकिदियो होला। यिनीहरूको मनमा त्यो चित्त बुझेन होइन। यसरी हामीले भ्रष्टाचार गर्न पाएन, यसरी चाहिँ लुट्न पाएन भन्ने भएर होला सायद। त्यो कारणले गर्दाखेरि यिनीहरूले त्यो कुराहरूलाई चाहिँ तपाईँहरूलाई यो दुई तिनवटाको विषयमा चाहिँ तपाईँहरूलाई कुरा गर्दाखेरि चाहिँ बालेन शाहले गरेको काम, कुलमान घिसिङले गरेको काम, अनि त्यसपछि अनि रवि लामिछानेलाई लगाएको यो आरोपको विषयमा तपाईँहरूलाई के कस्तो लाग्छ होइन। तपाईँहरूलाई यदि भिडियो राम्रो लाग्यो र मन पर्यो भने भिडियोलाई सेयर पनि गर्नुहोला र यदि च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने प्लिज च्यानललाई सब्सक्राइब गरेर पनि एउटा सपोर्ट र हौसला प्रदान गरिदिनु होला भन्न चाहन्छु। भिडियो के कस्तो लाग्यो मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु। हस्त धन्यवाद।